20 जुन यानी कि यही आउने शुक्रबारबाट हाम्रो बंगलादेश सर्भरमा तपाईहरुले चाहिँ 8 एनिभर्सरी इभेन्ट स्टार्ट भएको देख्न पाउनुहुनेछ। सो फाइनली 8 एनिभर्सरीमा तपाईले के रिवार्डहरु फ्रीमा पाउँदै हुनुहुन्छ भन्ने अफिसियली कन्फर्मेसन भइसकेको छ। सो यहाँ स्क्रिनमा देख्नु भएको यो सबै रिवार्डहरु तपाईले फ्रीमा नै पाउँदै हुनुहुन्छ एनिभर्सरी स्पेशल। कस्तो कस्तो मिशनहरु कम्प्लिट गरेर यो रिवार्डहरु तपाईले फ्रीमा नै पाउन सक्नुहुनेछ त्यो सबै कुरा म तपाईलाई आजको भिडियोमा भनिदिनेछु। अनि गाइस तपाईहरु अबदेखि चाहिँ प्लेनबाट हैन ट्रेनबाट जम्प गर्नुपर्ने छ। यो एनिभर्सरी स्पेशलले देख्न पाउँदै हुनुहुन्छ। एनिभर्सरी स्पेशल तपाईले बीआर र्याङ्कमा पनि अनलिमिटेड ग्लोवाल युज गर्न पाउनुहुनेछ, सीएस मा पनि अनलिमिटेड ग्लोवाल युज गर्न पाउनुहुनेछ। धेरै फ्युचरहरु आउँदैछ एनिभर्सरी स्पेशल। सबै कुरा म तपाईलाई आजको भिडियोमा भनिदिनेछु। द्याट्स व्हाई आजको भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट भिडियो रहेको छ। भिडियोलाई चाहिँ स्किप नगरी भिडियो अन्तिमसम्म नै जोडिनु होला। अनि च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अलमा सेट गर्न चाहिँ नबिर्सनु होला। चलिए शुरू करते हैं। हेलो गाइस, वेलकम बैक टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्छु। सो नाइलङ रिङ इभेन्ट गेममा आइसकेको छ जुन कि मैले तपाईलाई 3-4 दिन अगाडिकै भिडियोमा भनिसकेको थिएँ। अनि मैले त्यो भिडियोमा तपाईलाई यो पनि भनेको थिएँ कि मेबी केही फ्री रिवार्डहरु पाउन सक्नुहुन्छ यो इभेन्टबाट भनेको थिएँ, किनकि अरु सर्भरहरुमा धेरै फ्री रिवार्ड दिइरहेको थियो होला। सो हाम्रो बंगलादेश सर्भरमा चाहिँ सबै आइटमहरु एउटै रिङ इभेन्टमा आएको छ। यसको मतलब तपाईले नाइलङ थीममा बनेको केही आइटम फ्रीमा पाउनु हुने रहेन रहेछ। सबै आइटम तपाईले पर्चेस गर्नुपर्ने रहेछ। तर तपाईले यो नाइलङ थीममा बनेको यो बन्डल, इमोट, ग्लोवालको स्किन, ब्याकप्याक, टी-शर्ट सबै निकाल्न चाहनुहुन्छ भने तपाईले अराउन्ड 2000 डायमन्ड जतिमा चाहिँ सबै आइटम निकाल्न सक्नुहुन्छ। अनि तपाईलाई एउटा इन्फर्मेसन पनि दिन चाहे, यस्तो आइटमहरु चाहिँ प्राय रिटर्नमा आउँदैन, पछि गएर चाहिँ रेयर बन्न सक्छ। कुनै पनि एनिमीसँग कुनै पनि मुभीसँग बनेको आइटमहरु, कोल्याबको आइटमहरु चाहिँ रेयरै रिटर्नमा आउँछ। त्यो रिटर्नमा आउनुको लागि फेरि पनि कोल्याबै गर्नुपर्छ। सो कहिलेकाहीँ चाहिँ यस्तो आइटमहरु चाहिँ रेयर बन्न सक्छ। सो यदि तपाईहरु 2000 जति डायमन्ड स्पेन्ड गर्न सक्नुहुन्छ भने चाहिँ तपाईहरुको आईडीमा पनि निकालिराख्नु होला, कि त पछि गएर यो आइटमहरु चाहिँ रेयर बन्न सक्छ। सो यसको मतलब मैले तपाईलाई निकाल्नुस् नै चाहिँ भनेको हैन, तर कतिपय कोल्याबोरेसनमा बनेको आइटमहरु चाहिँ गेममा रिटर्नमा आउँदैन। जुन चीज गेममा रिटर्नमा आउँदैन पछि गएर त्यही नै रेयर बन्ने हो, त्यो त तपाईलाई थाहा छँदैन छ। मालूम है तेरे बाप को मत सिखा चल। सो गाइस, नेक्स्ट कन्फर्मेसन अपडेट चाहिँ डिस्काउन्ट इभेन्टलाई लिएर रहेको छ। तपाईले एकदमै चाँडै वेब इभेन्ट डिस्काउन्ट इभेन्ट देख्न पाउँदै हुनुहुन्छ। डिस्काउन्ट इभेन्टको नाम चाहिँ ग्रुप डिस्काउन्ट इभेन्ट रहनेछ र यसको ग्रेन्ड प्राइस चाहिँ अब आउने जुलाई मन्थको बोया पासको डिस्काउन्ट रहनेछ। यानी कि तपाईले यहाँनिर चाहिँ बोया पास डिस्काउन्टमा पाउनुभयो भने चाहिँ अब आउन लागेको जुलाई मन्थको बोया पास चाहिँ एकदमै कम डायमन्डमा नै लिन सक्नुहुनेछ। अब यो चाहिँ एज अ यस्तो टाइपको चाहिँ फर्स्ट टाइम इभेन्ट आउन आँटेको छ ग्रुप डिस्काउन्ट भनेर। तपाईले मेबी त्यहाँ ग्रुप बनाउनु पर्नेछ। तपाईहरुको ग्रुप मध्येमा कुनै पनि एकजनालाई चाहिँ ग्रेन्ड प्राइस यानी कि जुलाई मन्थको बोया पास पर्नेछ। सो ग्रेन्ड प्राइस चाहिँ अब आउनु आँटेको जुलाई मन्थको बोया पास भयो। अनि त्यो बाहेक अरु एक्स्ट्रा रिवार्डहरु चाहिँ मैले तपाईलाई यहाँ देखाइरहेको छु। यो 5 वटा आइटम रहनेछ जुन कि कलेज थीममा बनेको आइटमहरु रहेको छ। मेल र फिमेलको बन्डल रहेको छ। एकदमै ठिकठाकै रहेको छ। लुक्स त्यस्तो नराम्रो चाहिँ छैन, मलाई चाहिँ ठिकठाकै लाग्यो। अनि तपाईले एज अ फर्स्ट टाइम एकनाले गनको स्किन पनि यही वेब इभेन्टमा देख्न पाउँदै हुनुहुन्छ। अनि एउटा प्यानको स्किन रहेको छ, अनि एउटा ग्लोवालको स्किन रहेको छ, अनि अर्को लुट क्रेट रहेको छ। सो गाइस, तपाईहरुलाई चाहिँ यो आइटम मध्येमा कुनै पनि आइटम मन पर्छ भने चाहिँ तपाईहरुले चाहिँ निकसीको दिन यानी कि 19 जुन बिहीबार 5 गते आउँदैछ हाम्रो बंगलादेश सर्भरमा वेब इभेन्टमा तपाईहरुले निकाल्न सक्नुहुनेछ। एन्ड गाइस, आई नो कि तपाईहरु मध्ये कोहीसँग पनि यो एकनाले गनको स्किन चाहिँ छैन। एज अ फर्स्ट टाइम फ्री फायरले एकनाले गनको स्किन ल्याउँदैछ। तपाईहरु चाहिँ निकाल्नुहुन्छ कि हुन्न कमेन्ट गर्न नबिर्सनु होला। एट्रिब्युट पनि ठिकठाकै रहेको छ। सो यही आउने बिहीबार 5 गते हाम्रो बंगलादेश सर्भरमा यो ग्रुप डिस्काउन्ट इभेन्टलाई चाहिँ देख्न पाउँदै हुनुहुन्छ। धेरै रोमाञ्चक समाचार। क्रिकेट एपमा अहिले नै निशुल्क लाइभ गेमहरु हेर्नुस्। प्रिमियर लिग, क्रिकेट लिग सबै साइन अप गर्दा रु 222 रुपैयाँको निशुल्क बोनस पनि पाउनुस्। र मेरो प्रोमो कोड नेप्टो प्रयोग गरी तपाईले 4500 सम्म बोनस पाउनुहुनेछ। डिपोजिट तपाईले इसिओ, खल्ती, आमिपे र अन्य कुनै मोबाइल ब्याङ्किङबाट पनि गर्न सक्नुहुनेछ। क्रिकेट्समा सामेल हुनुस् र जित्ने मौका पाउनुस्। आइफोन 16 प्रो म्याक्स, यामाहा बाइक, रियलमी मोबाइल हरेक हप्ता जित्ने मौका। लिंक चाहिँ कमेन्टमा पिन छ, नछुट्याउनुहोस्।
अलराइट गाइज, अब चाहिँ कुरा गरौँ 8 एनिभर्सरी इभेन्टको बारेमा। हुन त मैले तपाईँलाई 8 एनिभर्सरी स्पेशल भिडियो धेरैवटा बनाइसकेको छु र धेरैवटा भिडियोमा यो रिवार्डहरू पनि देखाइसकेको छु, तर मैले तपाईँलाई अहिलेसम्मको भिडियोमा कुनै पनि भिडियोमा अफिसियली कन्फर्मेसन यानि कि ठ्याक्कै 100% यही पाउनुहुन्छ भनेको थिइनँ। एन्ड गाइज, मैले तपाईँलाई प्रत्येक भिडियोमा यो पनि भनेको थिएँ कि अफिसियली कन्फर्मेसन भएपछि म तपाईँलाई अपडेट दिन्छु भनेको थिएँ। सो नाउ फाइनली अफिसियली कन्फर्मेसन भइसकेको छ। यहाँ मैले जति पनि तपाईँलाई देखाएको रिवार्डहरू, यो जति पनि आइटमहरू रहेको छ, अब आउनु आँटेको 8 एनिभर्सरी स्पेशल यो सबै आइटम 100% फ्रीमा पाउनुहुनेछ। सो अबको ठ्याक्कै 4 दिनपछि यानि कि 20 जुन 6 गते शुक्रबारबाट चाहिँ हाम्रो बङ्गलादेश सर्भरमा 8 एनिभर्सरी इभेन्ट स्टार्ट भएको देख्न पाउँदै हुनुहुन्छ। तपाईँले डेली लगइन गर्दाखेरि यहाँनिर स्पिन गर्न सक्नुहुनेछ। स्पिन गर्दा यहाँबाट ग्लोवालको स्किन निकाल्न सक्नुहुनेछ। यदि तपाईँलाई यहाँनिर ग्लोवालको स्किन परेन भने चाहिँ इन्फिनिटी भन्ने एउटा मोड आउनेछ। तपाईँले चाहिँ डाइरेक्ट बिआर खेल्दा नै देख्नुहुनेछ। त्यो चाहिँ म तपाईँलाई एकैछिन पछि बुझाइदिनेछु। अनि अरू एक्स्ट्रा यो फ्री रिवार्डको लागि चाहिँ तपाईँले डेली मिसन कम्प्लिट गर्नुपर्नेछ। त्यसपछि तपाईँले टोकन पाउनुहुनेछ। टोकनबाट चाहिँ तपाईँले धेरैभन्दा धेरै टोकन कलेक्ट गरेर चाहिँ अरू यो सबै आइटमहरू चाहिँ फ्रीमा नै लिन सक्नुहुनेछ। सो मैले तपाईँलाई यहाँ देखाएको जति पनि आइटम रहेको छ यो सबै आइटम तपाईँले फ्रीमा पाउँदै हुनुहुन्छ। यो भिडियो चाहिँ तपाईँको फ्री फायर खेल्ने साथीलाई पनि सेयर गर्न नबिर्सनु होला, ताकि तपाईँहरूको साथीहरूले पनि थाहा पाओस् कि यसपालि एनिभर्सरी स्पेशल के रिवार्डहरू हाम्रो बङ्गलादेश सर्भरमा आउँदैछ भनेर। गनको स्किन पनि पाउँदै हुनुहुन्छ। एन्ड रह्यो कुरा इमोटको, इमोट चाहिँ अहिलेसम्म सस्पेन्ड छ। मेबी तपाईँहरूले पाउनु चाहिँ हुनेछ, तर अब कस्तो खालको इभेन्टमा दिन सक्छ भन्ने कुरा हो। तपाईँहरूलाई म कन्फर्मेसन भएपछि त अपडेट त दिनै हाल्नेछु। यहाँनिर एउटा इमोट चाहिँ छुटेको छ जुन कि फ्री इमोट रहेको छ। जब गेममा एनिभर्सरी इभेन्ट स्टार्ट हुनेछ तबदेखि तपाईँहरूले चाहिँ प्लेन देख्नुहुनेछ नि, यो ट्रेन देख्नुहुनेछ। यो ट्रेनबाट चाहिँ अबदेखि तपाईँहरू जम्प गर्नुपर्नेछ। अनि तपाईँले यहाँनिर देख्नुभएको होला यो ट्रेन स्टेसन, टोटल 6 वटा ट्रेन स्टेसन हुन्छ। तपाईँहरू चाहिँ कुन ट्रेन स्टेसनमा छिर्दाखेरि कस्तो रिवार्ड पाउने भन्ने कुरा चाहिँ तपाईँले त्यहाँबाट पाउनुहुनेछ। रिवार्ड भन्दा पनि गेमको फ्युचर रहेको छ। सो जब ट्रेन आउनेछ यस्तो खालको हुनेछ। तपाईँहरू त्यहाँ छेउमा गएपछि त्यहाँनिर कति मिनटमा ढोका खुल्छ भनेर पनि देखाउनेछ। तपाईँहरूको टिममेट सबै यहीँ हुनुपर्छ, छेउैमा हुनुपर्छ भन्ने चाहिँ छैन। यो ट्रेन स्टेसनको 50 मिटर वरिपरि तपाईँहरूको टिममेट छ भने चाहिँ तपाईँहरूको टिममेटै माथि जान सक्नुहुनेछ। अनि त्यहाँनिर एनिमीहरू पनि आउनेछ। एनिमीहरूसँग तपाईँले फाइट गर्नुपर्नेछ। फाइट गरेर जितेर चाहिँ तपाईँले एक्सक्लुसिभ एक्स्ट्रा रिवार्डहरू चाहिँ पाउनुहुनेछ, यानि कि फ्युचरहरू पाउनुहुनेछ बिआर खेल्दाखेरि। सो मैले तपाईँलाई अघि नै पनि भनिहालेँ, ट्रेन स्टेसन 6 वटा हुनेछ। एकचोटिमा 2टा खोलिनेछ, दुईटा गर्दै 3 चोटि खोलिनेछ। एक गेममा 3 चोटि ढोका खोलिनेछ। जस्तै कि तपाईँहरू त्यहाँ माथि जानुभयो, चिप पाउनुभयो भने चाहिँ तपाईँहरूले त्यो चिप हालेको गनले चाहिँ एक्स्ट्रा एनिमीलाई ड्यामेज दिन सक्नुहुनेछ 10% र ग्लोवाल पनि छिट्टै फोडिनेछ। अनि अर्को भनेको अटो रिभाइभ कार्ड पनि पाउन सक्नुहुनेछ तपाईँले त्यहाँनिर इन्फिनिटीमा छिर्नुभयो भने। अनि अर्को भनेको अनलिमिटेड ग्लोवाल पनि पाउन सक्नुहुनेछ। अनि अर्को भनेको अनलिमिटेड इनहिलर पनि पाउन सक्नुहुनेछ यदि तपाईँहरू इन्फिनिटीमा छिर्नुभयो भने। अनि गाइस, अघि तपाईँलाई मैले फ्री ग्लोवालको स्किन भन्दाखेरि इन्फिनिटीमा जानुपर्छ भनेको थिएँ नि। हो, तपाईँहरूले त्यहाँनिर डेली स्पिन गर्न पाउनुहुन्छ। यदि तपाईँहरूको स्पिन गर्दा परेन भने चाहिँ यदि तपाईँहरूको टिममेट, तपाईँहरूको फ्रेन्डमा भएको कोही साथीहरूले चाहिँ इन्फिनिटी ग्लोवाल पाएको छ भने चाहिँ त्यो साथीसँग गेम खेलेर एकचोटि यो इन्फिनिटी ठाउँमा आउनुभयो भने तपाईँहरूले पनि अटोमेटिकली फ्रीमा त्यो फ्रीको ग्लोवाल स्किन पाउनुहुनेछ। सो एक्ज्याक्ट चाहिँ मलाई थाहा भएन, 6 हो कि 7 एनिभर्सरीमा पनि यस्तै खालको इभेन्ट आएको थियो, तपाईँलाई पनि याद होला। सो इभेन्ट आएपछि अझै डिटेलमा म तपाईँलाई बुझाइ नै हाल्नेछु। सो युट्युबमा भन्दा पनि क्विक अपडेट चाहिँ म फेसबुक पेजमा दिने गर्छु। यदि तपाईँहरूले हाम्रो फेसबुक पेज अहिलेसम्म फलो गर्नुभएको छैन भने फेसबुक पेज फलो गर्न नबिर्सनु होला। त्यसको लागि चाहिँ फेसबुकमा जानु होला, DINEX सर्च गर्नु होला। थोरै त्यो राइटतिर पेज सेक्सनमा गएर चाहिँ तपाईँले 67,000 फलोवर्स भएको फेसबुक पेज पाउनुहुनेछ। फलो गर्नुभएको छैन भने फलो गर्नु होला। अनि तपाईँलाई सस्तो र छिटो UID टपअप चाहिन्छ भने चाहिँ त्यहीँनिर मेसेज गर्न सक्नुहुनेछ। अनि बाइ द वे गाइज, मेरो फेक पेजहरू चाहिँ टन्नै रहेको छ। म ओन्ली UID टपअप मात्रै गर्छु। आइडी बेच्ने, किन्ने, यताउता म केही पनि काम गर्दिनँ है त। ओके, अलराइट गाइज, तपाईँहरूलाई सधैँ आजको भिडियो पनि इन्फर्मेटिभ लाग्यो भने आशा गर्छु भिडियो यहाँसम्म हेरेर आउनुहुने तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। यदि भन्दै आजको भिडियोबाट म दिनेश बिदा हुन चाहन्छु। लभ यु गाइज, टेक केयर, सी यु इन द नेक्स्ट भिडियो। बाइ बाइ, जय नेपाल।